जेनजी आन्दोलनको जगमा बनेको बाली नेतृत्वको सरकार गठन भइसकेपछि आम नागरिकमा ठूलो आशा थियो। अब त पक्कै पनि केही त परिवर्तन होला भन्ने। तर सरकार बनेको 100 दिन बितिसक्दा केही सुधार देखिए पनि तल्लो वर्गका नागरिक जो गरिबीको रेखामा छन्, दैनिक मजदुरी गरेर खाइरहेका छन्, सुकुम्बासी बनेर बस्नु परेको छ, त्यस्तो नागरिकको लागि भने यो सरकार बनिसकेपछि झनै गाह्रो बनेको महसुस भइरहेको छ। गरिबको चमेली बोल्दिने कोही छैन भन्दै बनेको सरकारबाट आशाभन्दा बढी निराशा यतिखेर गरिबकै अनुहारमा देखिन थालेको छ। कोही नागरिक दिनदहाडै आत्महत्याको प्रयास गर्दैछन् त कोही दिउँसै पुलबाट हाम फालेर मर्दैछन्, कोही बैंक र लघुवित्तको चर्को ब्याज तिर्न नसकेर रुखमा झुन्डिएर मर्दैछन्। अझै राज्य भएको महसुस यो सरकारले पनि आम नागरिकलाई दिन सकेको छैन। मृतक गणेश नेपाली ट्राफिक प्रहरी र महानगरीय प्रहरीको अनावश्यक किरकार र हैरानीबाट दिक्क थिए भन्ने कुरा उनका पहिलेका केही मेसेजहरूबाट प्रष्ट देख्न सकिन्छ। यो हेर्नुहोस्, गणेश नेपालीले गत असार 13 गते गाउँका भतिज पर्ने मान्छेलाई पठाएको मेसेजको स्क्रिनशट हो, जहाँ उनले लेखेका थिए, हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार, 1000 रुपियाँ तिर्नुपर्ने भयो, त्यही भएर उपलब्ध गराउन सकेन। सायद उनले सापट्टि लिएको रकम दिन नसकेको हुनुपर्छ। पछिल्लो समय ट्राफिक नियम कडा गर्ने, जरिवाना बढाउने भन्ने सरकारले ऐन ल्याउन थालेको हल्ला चलेपछि ट्राफिक प्रहरी, महानगर प्रहरी दुवै निकाय झनै आक्रामक बनेको देखिन्छ। जुन देशमा व्यवस्थित पार्किङ छैन, ढुक्कसँगले हिँड्न सक्ने रोड छैन, रोडमा खाल्डै खाल्डा मात्र छन्, राम्रो पिच छैन, मेटिएको लेन छ जो टर्च बालेर हेर्दा पनि देखिँदैन, कोही एक्सिडेन्ट भए एम्बुलेन्स प्राण गइसकेपछि आउँछ, त्यो देशमा हजारौं लाखौंको फाइन हान्ने नियम ल्याउने हो त भन्दै विरोध भइरहेको छ। हुन पनि हो, अहिले फाइन कतिखेर काट्छ के हुन्छ भन्दै जनता आतंकित बनेका देखिन्छन्। किनकि यत्रो धेरै फाइन कसरी तिर्ने? प्रधानमन्त्री मन्त्रीज्यूहरूसँग पो 200 तोला सुन छ, करोडौंको बैंक ब्यालेन्स छ, करोडौंको शेयर छन्, तर आम नागरिकले यो भार कसरी थाम्न सक्छन्? जो दिनभर मजदुरी गरेर बिहान बेलुकाको चुलो जलाउँछन्। सायद गणेशलाई पनि लाग्यो होला, बेलुका खाना खान चुलो बाल्न सक्ने क्षमता पनि मैले बनाउन सकेन, बिहानबाट कमाएको पैसाले पनि ट्राफिकलाई तिर्दै सकिने भो, घरको चुलो जलाउन नसक्ने म मेरै शरीर जलाउँछु, धिक्कार छ मलाई। यही सोचले ड्राइभ गरेर होला 25 वर्षको जवान अवस्थामा आफैलाई खत्तम गर्ने निर्णय लिए। हिजो घटेको यो अत्यन्तै दुःखद घटना देशभरि नै चिन्ता र बहसको विषय बनेको छ। राइड सेयरिङ मार्फत आफ्नो जीविकोपार्जन गर्दै आएका सोरु गाउँपालिका वडा नम्बर 1 मुगुका गणेश नेपाली एक प्रतिनिधि पात्र मात्र हुन्। हिजो सत्ता बाहिर हुँदा संसद भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको घटनामा चर्को आवाज उठाउने बालेन रविहरू स्वयं अहिले सत्तामा हुँदा पनि जनताको निराशा यो सरकारले पनि चिर्न नसक्नु हामी सबैको लागि दुःखको कुरा हो। सायद रवि बालेनलाई अब याद आयो होला सरकार कस्तो हुन्छ, आलोचना के हुन्छ भन्ने कुरा। फेसबुकका भित्ता रंगाएर जनताको वाहवाही खान जस्तो सत्ता चलाएर जनताको समस्या समाधान गर्न सजिलो हुन्न रहेछ भन्ने कुरा उनीहरूले अहिले महसुस गर्दैछन् होला। नेपालमा अहिले नगर प्रहरी होस् या ट्राफिक प्रहरी, उनीहरू नियमको उल्लङ्घन नगरोस्, नागरिकको जीवधनको रक्षा होस् भन्दा पनि पैसा कसरी असुल्ने भन्ने धन्दामा लागेको जस्तो महसुस आम मान्छेहरू, आम सर्वसाधारणहरू गर्न थालेको बताउँछन्। यो घटनामा नगर सरकार पनि जिम्मेवार छ, प्रदेश सरकार पनि जिम्मेवार छ, केन्द्र सरकार पनि जिम्मेवार छ र तपाईँ हामी जस्ता सबै नागरिकहरू पनि जिम्मेवार छौँ। किनभने यो कुरा नियम मान्ने, मिच्ने, पालना गर्ने र यसैको वरिपरि घुमेको विषय हो। त्यसैले यस्ता सामाजिक मुद्दामा हामी सबैको उत्तरदायित्व उत्तिको नै हुन्छ। यद्यपि यो घटनालाई किनारा लगाउने हो भने पनि सरकारका धेरै कदम अत्यन्त गैर जिम्मेवार छन्। सरकार सुध्रिनुपर्छ। केही समय अघि बागमती नदी किनाराका अव्यवस्थित बसोबासीहरूलाई बिना दीर्घकालीन योजना हटाउँदा इन्द्रबहादुर राईले आत्महत्या गरेका थिए। जेनजीको आडमा आएको नयाँ सरकारले पनि गरिबको लागि केही नगर्ने हो, गरिब निमुखालाई राहत हुने योजना नल्याउने हो, उल्टै तर्साउने, भगाउने हो, निराशा झनै बढाउने हो, गरिब मजदुरहरूको जीविकापार्जनको लागि दिन रात सङ्घर्ष गरिरहेका नागरिकहरूलाई अपराधी चाहिँ व्यवहार गर्ने, विकल्प बिना विस्थापित गर्ने र उनीहरूलाई निराशाको चरम अवस्थामा पुर्याउने हो भने यो स्वीकार्य हुन सक्दैन। याद रहोस्, इतिहास साँच्ची छ, गरिबको आँसु र चित्कारलाई कमजोरी ठान्ने सत्ता कहिल्यै पनि टिक्दैन। बालेन सरकारले पनि यो कुरा एक्का राखोस्।